संसारको इतिहासमा थोरै व्यक्तिहरू मात्र त्यस्ता छन् जसले शब्द र बुद्धिबाट साम्राज्य हल्लाएका छन्। त्यस्तै एक नाम हो आचार्य चाणक्य। उहाँ केवल राजनीतिज्ञ होइन, रणनीतिकार, शिक्षक र जीवन दर्शनका मूर्त रूप हुनुहुन्थ्यो। उहाँको विचार चाणक्य नीति केवल राज्य चलाउने होइन, जीवन जित्ने मार्गदर्शन पनि हो। र आज तपाईलाई ती 5 शक्तिशाली सूत्र बताउँछु जसले तपाईको जीवन नै बदल्न सक्छ। नमस्कार साथीहरू, आजको यो भिडियोमा म तपाईलाई 5 अमूल्य चाणक्य नीतिहरू बताउने छु जुन 2300 वर्ष पुरानो भए पनि आजको आधुनिक युगमा अझ बढी प्रासंगिक छन्। आउनुहोस् सुरु गरौँ। पहिलो छ मौनताको शक्ति। चाणक्य भन्छन् मौन व्यक्ति सधैँ बलवान हुन्छ, किनभने मौनता डर होइन, त्यो बुद्धिको कवच हो। जब तपाईँ आफ्नो योजना सबैसँग बताउनुहुन्छ त्यो बेला तपाईँ आफ्नो कमजोरी पनि प्रकट गर्नुहुन्छ। तर तपाईँ जब मौन रहनुहुन्छ तपाईँका कृतिहरू नै तपाईँको आवाज बन्छन्। संसार बोल्नेहरूलाई होइन, काम गर्नेहरूलाई सम्झन्छ। त्यसैले कम बोल्नुहोस्, बढी काम गर्नुहोस्। दोस्रोमा छ मित्र र शत्रुको पहिचान। चाणक्यले चेतावनी दिएका छन् सबै हाँस्ने मानिस साथी हुँदैनन् र सबै आलोचक शत्रु पनि हुँदैनन्। जीवनमा मानिसहरूलाई बुझ्न सिक्नुहोस्, किनभने कहिलेकाहीँ मिठा शब्दहरूले पनि विष लुकाउँछन् र कठोर शब्दहरूले पनि सत्य बोल्छन्। मित्र छनौट गर्दा भावना होइन, बुद्धिको प्रयोग गर्नुहोस्। गलत मित्र कहिलेकाहीँ खुला शत्रु भन्दा पनि खतरनाक हुन सक्छन्। तेस्रो रहेको छ समयको मूल्य। चाणक्य भन्छन् समयभन्दा ठुलो गुरु अरू कोही छैन। समय हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो, तर सबैभन्दा बढी हामीले त्यही खेर फ्याल्छौँ। जीवनमा हरेक दिन एउटा अवसर हो, तर धेरै मानिसहरू भोलि गर्छु भन्दै आजको सुनौलो घण्टाहरू गुमाउँछन्। तर याद राख्नुहोस्, भोलि कहिले आउँदैन, जो आउँछ त्यो अर्को आज मात्र हो। सफल र असफल मानिसहरू बीचको फरक कसरी उनीहरूले आफ्नो समय प्रयोग गर्छन् भन्नेमा निर्भर हुन्छ। कसैले 24 घण्टा सिकेर सिर्जना गरेर लक्ष्यतर्फ बढ्छन् र अर्को त्यो 24 घण्टा गुनासो गरेर बिताउँछन्। चौथो रहेको छ रणनीति र चतुरता। चाणक्य भन्छन् बल प्रयोग अन्तिम उपाय हो, बुद्धि प्रयोग पहिलो। जीवनमा सफल हुन केवल शक्ति वा पैसाले पुग्दैन, रणनीति र चतुरता अनिवार्य हुन्छ। कहिलेकाहीँ सही योजना सयौं असम्भव कामलाई सम्भव बनाउँछ, तर गलत निर्णयले सबै ठूला शक्ति र स्रोतलाई व्यर्थ पारिदिन्छ। स्मरण गर्नुहोस्, बुद्धिमान व्यक्ति युद्ध मैदानमा होइन, रणनीतिक मैदानमा जित्छ। जब तपाईँ कुनै निर्णय लिनुहुन्छ भावनामा बग्नुहोस् भन्ने होइन, शान्त मनले स्पष्ट सोचले अघि बढ्नुहोस्। कहिलेकाहीँ मौन रहनु सबैभन्दा ठूलो चाल हो र सही समय पर्खिनु नै सबैभन्दा ठूलो रणनीति। सफलता भाग्यले होइन, योजनाले निर्धारण गर्छ, अनि रणनीतिक सोच भनेको सही कुरा सही समयमा सही तरिकाले गर्नु हो। र पाँचौं रहेको छ आत्मनियन्त्रण र विनम्रता। चाणक्य भन्छन् जो मानिस आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्छ उही साँचो राजा हो। साँचो शक्ति बाहिर होइन, आन्तरिक नियन्त्रणमा लुकेको हुन्छ। जो मानिस आफैलाई जित्न सक्छ उही संसारलाई जित्न सक्छ। आजको युगमा मानिसहरू अरूलाई हराउन दौडिरहेका हुन्छन्, तर चाणक्य भन्छन् पहिले आफूलाई जित, तब मात्र अरूलाई जित्न सजिलो हुन्छ। क्रोध, लोभ, अहंकार यी सबै हाम्रा मनका शत्रु हुन्। जो यसलाई नियन्त्रण गर्न सक्छ उसले संसारको सबैभन्दा ठूलो युद्ध जितिसकेको हुन्छ। विनम्रता भनेको कमजोरी होइन, यो शक्तिशाली आभूषण हो। कवि शिरोमणि लेखनाथ पौडेलको कविताको एउटा लाइन छ, उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र। अर्थात् विनम्र मानिस झुक्छ। साँचो महानता तिम्रो सम्पत्ति वा पद होइन, तर तिम्रो संयम, धैर्य र व्यवहार हो। आफू नियन्त्रण गर्न सक्ने व्यक्ति नै साँचो अर्थमा राजा हो। आजको भिडियोमा यति नै। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला र यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्त, धन्यवाद।